हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै नै भनौँ है। भेडा फार्म पनि जान सकिन्छ किस्पाङतिर नि। भेडामा सिङ्गल राइड हो। यस्तो बवाल भइरहेछ। मेरो बाइक हेर्न सक्नुहुन्छ। ल साथीहरू, हाम्रो चाहिँ मूत्र विसर्जन कार्यक्रम सकिसक्यो। नजारा हेर्नलाई फेरि गाउँबाट आउनुपर्छ 2 घन्टा जति टाइम छुटाएर होइन। यहाँ पानी पर्न लाग्यो जस्तो देखिरहेछ। तर यहाँ चाहिँ के भन्दाखेरि म यो लुङ्गरहरूले गर्दाखेरि होइन क्या दामी देखिन्छ क्या पुरै होइन। पोखरीमा क्या फ्यार गरेर होइन त्यो लुङ्गाले क्या सुहाइरहेछ क्या पोखरीमा पनि होइन। फेरि म यसो गरेर हिँड्छु नि त लगाएर दौडेर आयो क्या पुरै हुन्छ नि। अलिकति पर्खेर नआउने, त्यत्रो फोन गर्दा नउठाउने यस्तो मान्छे छ यार। म लडेको भए के हुन्थ्यो। यहाँ हेर न पानी कसरी बगिरहेको छ। हेलो गाइस, हामी चाहिँ भर्खरै किस्पाङ आइपुग्यो। लगभग त्यसो 1.5 घन्टा जति लाग्यो होला। अनि साथी र म नाताउँदा भोदिस पर्छ। आयो बाटो धराप, कोही ठाउँ राम्रो त्यस्तो। यो चाहिँ किस्पाङ गुम्बा। यस्तो सुन्दर ठाउँ छ कि यहाँ आउँदा मन अलि आनन्दै हुन्छ। यहाँ देख्न सक्नुहुन्छ पोखरी, यस्तो दामी पोखरी छ। यहाँ चाहिँ मेरो दोस्त। अनि यतापट्टि देख्दा हुन्छ हाम्रो गुरु डेम्पोल छ। यस्तो बबाल ठाउँ छ किस्पाङ चाहिँ। यहाँ घुम्न आउनु होला सायद। त्यही हो, अरू भन्ने केही छैन। 1 2 3 लागि बाहिर भेडा फार्म है त्यहाँ। चाहिँ यहाँ आउनुपर्छ। यो चाहिँ एकदम बवालवाला रुख हो होइन। केटाहरू यहाँ छँदैछ या मुद्दले टिमै हिँड्ने। यो चाहिँ बवालवाला रुख हो। दाम वो इंजिम सी वो हैंडसम नी मैच नी हैंडसम नम्बर